हामी चाहिँ यतापट्टि आइसक्यौँ। यहीँ रोड छ होइन, मेन रोड यही छ। यस्तो बवाल छ क्या यहाँ चाहिँ फुलहरू चट्टनाहरू पुरै यो एउटा हुन्छ नि यो गार्डन जस्तो टाइपको। यो माथि चाहिँ नि एक्सर्साइजहरू गर्न मिल्छ होइन, सबै उयोहरू छ एक्सर्साइज गर्नको लागि। यस्तो बवालै छ क्या यहीँनिर मेन रोड चाहिँ। यस्तो सिस्टम सबै घुम्नको लागि चाहिँ नि मान्छे हिँड्न पुरै यो भिटी बनाएको छ। खत्रै छ क्या माथि चाहिँ यहाँ माथि चाहिँ एक्सर्साइज गर्न मिल्छ होइन। यस्तो बवाल देखिँदैछ दिउँसोमा चट्टो लाएर घाम लाग्ने बेलामा होइन। यस्तो छ यहाँनिर चाहिँ यो खोला छ। यो खोला चाहिँ कतापट्टि बगेछ भन्ने पनि थाहै हुँदैन। यहाँनिर चाहिँ एउटा के चाहिने रहेछ होइन साथीहरू। यहाँबाट पनि बवाल ठाउँ देखिने रहेछ होइन। यहाँ माथि चाहिँ यतापट्टि यहाँ माथिबाट चाहिँ यहाँ रोड छ, यहाँ चाहिँ गाडी लाग्छ। यहाँबाट गाडी चढेर जाने यहाँबाट चाहिँ नि। यहाँ त तलतिर हेर्दा चाहिँ बवाल देखिने रहेछ यहाँबाट पनि होइन। हामी चाहिँ यहाँ माथि आइसकेको छौँ। यहाँ चाहिँ नि गाडी वेटिङमा छौँ, गाडी आएको छैन। यहाँनिर चाहिँ गाडी यहाँ लेख्छ कति नम्बर कति बेला आउँछ भनेर लेखेको हुन्छ। हामी चाहिँ वेटिङमा छौँ, अब एकछिन लाग्छ केही समय। हामी चाहिँ एउटा गाडी चेन्ज गरेर झरिसकेको छौँ। हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ डल्लै छ कि यो चाहिँ एउटा हुन्छ नि एउटा भाग जस्तो ठाउँमा एउटा टक्क। यहाँ चाहिँ स्टेडियम पनि छ, यहाँ चाहिँ गेमहरू खेल्नको लागि ठाउँहरू छ। अब यहाँबाट फेरि गाडी चेन्ज गरेर जानुपर्ने हुन्छ होइन। केटाहरूले यहाँ फोटो खिचिरहेको छन् बत्तकै लाएर। अब यता पारि चाहिँ फुटबल ग्राउन्ड छ, सबै गेमहरू खेल्नु मिल्छ होइन। त्यस्तै छ साथीहरू।